बुद्धको शिक्षा भन्नाले बुद्धले प्रतिपादन गर्नुभएको वा बुद्धले रचना गर्नुभएको भनेर बुझ्नुभन्दा पनि बुद्ध शिक्षा भनेको जुन चिज यथार्थ हो, जुन चिज यथार्थपरक छ, त्यसलाई नै व्याख्या गर्नुभएको शिक्षा हो। त्यस भएको कारणले त्यो शिक्षाहरूको समग्र रूपमा हामीले वर्गीकरण गर्दाखेरि दुईटा मूलतः एउटा सैद्धान्तिक एउटा व्यावहारिक रूपमा गर्न सकिन्छ। सैद्धान्तिक रूपमा बुद्धको शिक्षा के हो भन्दाखेरि सबै कुराहरू, सबै वस्तुहरू परनिर्भरता छन् एक अर्कामा वा कुनै न कुनै एउटा परनिर्भरताकोमा मात्रै त्यसको अस्तित्व छ भन्ने प्रत्याशित समुपादको सिद्धान्त हो। र व्यावहारिक रूपमा करुणामय आचरण त्यो दुईटा हो। त्यो दुईटैले चाहिँ हाम्रो जीवनमा, प्रत्येक मान्छेको जीवनमा त्यसको महत्त्व कसरी हुन जान्छ भन्दाखेरि हामी सबै प्राणीहरू, मनुष्य मात्रै होइन सम्पूर्ण प्राणीहरू दुःख चाहँदैनौँ र सुख चाहन्छन्। यो सबैको चाहिँ एउटा चाहना पनि हो र यो एउटा दुःख नहुनु र सुख हुनु उसको एउटा अधिकार पनि हो। तर त्यो कसरी प्राप्त हुन्छ त भन्दाखेरि त्यो हामीले विषयगत नबुझ्दाखेरि हामी भ्रमित भएर कुनै वस्तु जो चाहिँ सुखको कारण हुँदैन त्यसलाई सुखको कारण वा सुख प्राप्त गर्ने मूलको रूपमा मानेर त्यो प्राप्त गर्नुको निमित्त अग्रसर भएको कारणले पनि हामीले त्यसको विपरीत, हामीले चाहना सुख चाहे पनि हामीले त्यसको विपरीत दुःख पर्ने बाध्यता हुन्छौँ। र अर्को कुरा, जुन वस्तुले वा जुन कारणले हामीले दुःख दिन्छन् त्यो कारणले हामी खोजी हिँड्नले पनि त्यो कारण नबुझिकन हामी लाग्दा पनि हामीले दुःख बढ्ने गर्छौँ। र हामीले के बुझिरहेको हुँदैनौँ भने मेरो सुख शान्ति, मेरो हरेक चाहिँ इच्छा पूर्ति हुने माध्यम बनेको अरूसँग निर्भरता छन्। त्यसैले अरूको अहित गरेर वा अरूलाई चाहिँ निषेध गरेर म जित्छु वा म सुखी हुन्छु भन्यो भने त्यो हाम्रो एउटा भ्रम मात्रै हुन्छ। त्यो भ्रमबाट हामी चाहिँ प्रेरित भएर चाहिँ त्यसको चाहिँ छायामा परेर हामीले कार्य गर्नु थाल्यो भने हामी लक्ष्यविहीन हुन्छौँ। त्यसको अर्थ के भने हामीले अरूको हित चिताउनु भन्नु नै मेरो आफ्नो सुखीको कारण हो भन्ने जुन बुद्धको करुणामय सिद्धान्त र बुद्धको सिद्धान्त अहिंसा भन्नाले हत्या नगर्नु, हिंसा नगर्नु मात्रै होइन। अहिंसा भन्नाले मैले गर्ने हिंसाको कारणले त्यसको दुःख वा त्यसको फलको रूपमा मैले नै दुःख भोग्नु पर्छ। जसरी मलाई कुनै चिजले दुख्छ वा भने त्यो चिज वा त्यो कार्य अरूप्रति गर्नलाई पनि त्यो दुःख उसले पनि भोग्छ। त्यसैले दुःख भोग्ने वा सुख चाहनेमा अरू प्राणी र म समान हुन् भन्ने समभाव भएको खण्डमा हामीले अरूको अहित गर्ने कार्य गरिँदैनौँ र हामी कुनै पनि वस्तुलाई चाहिँ त्यसको यथार्थभन्दा विपरीत रूपमा हामीले व्याख्या गरेर वा बुझेर त्यसको पछि हामी लाग्दैनौँ। त्यस्तो नगर्नाले हामीले धेरै अकुशल कर्महरू, धेरै गलत कार्यहरू गर्नबाट हामीलाई त्यसले रोक्दछ। त्यो गर्यो भने हामी त्यो क्षणमा मात्रै सुखी होइन कि अनन्तकालसम्म पनि सुख अनुभूतिबाट वञ्चित हुँदैनौँ। त्यसै कारणले पनि बुद्धको शिक्षा अहिले तत्कालको जीवनको लागि र अनन्तकाल लामो समयसम्म र पछि धेरै पछिको समय वा जुनीसम्मलाई पनि
यो सुखको अनुभूति वा सुख प्राप्त गर्नको निमित्त पनि बुद्धको शिक्षा चाहिँ धेरै जरुरी छ र कुनै पनि चिज चाहिँ एउटा भ्रमित मनले व्याख्या गर्नुभन्दा त्यसको अन्तिम अस्तित्व त्यसको यथार्थ बुझ्यो भने हामी कुनै पनि गलत कार्य गर्नबाट रोक्दछौँ। त्यस कारणले पनि बुद्धको शिक्षा चाहिँ हामीले अनुसरण गर्नु बुझ्नु धेरै जरुरी छ।